मान्छेहरू पनि के मात्र गर्छ हो। अब चाहिँ कुलेन्ट टाकाबाट आयो। सो फाइनली इन्जिन चाहिँ झरिसक्यो। मैले रिपेयर गरेर नि काम छैन। सो हेलो एन्ड नमस्ते। आज चाहिँ म यसको इन्जिन खोल्न जाँदैछु। यसको चाहिँ क्र्याङ्क सिज भएको छ। द्याट्स वाइ। सो हेर्दै जाउँ कस्तो हुन्छ। सो बाइक चाहिँ एकदम डटी छ। लास्टै टोटल बडीहरू पनि यस्तो फोहोर छ। सो यसको इन्जिन खोल्नलाई प्रोसेस हुँदैछ। ट्याङ्कहरू निकाल्छ्यो, टोटल बडी निकाल्यो। अब स्पोकेट कभर निकाल्न लाग्यो। अब एक्लै भएर भिडियो खिचिदिने मान्छे पनि छैन। यस्तै हो यस्तै हो। कुलेन्ट पनि झर्दैछु। हेर्दै जाउँ के हुन्छ। स्पोकेट कभर खोल्नलाई सजिलो तरिका गरौँ। चट्ट लाएर यो नखोल्दा नि आउँछ। जबरजस्ती निकाल्छ, तर जबरजस्ती नगरौँ। सजिलोसित काम गरौँ। गरेपछि एक्लैले भिडियो खिच्न र काम गर्न साह्रै गाह्रो। अब म असिस्टेन्ट राखेर काम गर्नुपर्छ जस्तो। स्पोकेट पनि डटी छ त। यो चाहिँ स्पोकेटको नटको लक हो। चट्ट पारामा लक खोलिदिन्छु। लक हुन्छ यस्तो। स्पोकेट नपुस्कोस् भनेर। ल लक पनि अनलक भयो। कतिको नट लुज हुन्छ यहाँ। सो अहिले भेटौँला। सो यसको कुलेन्ट पनि छैन है के हो। त्यही पनि माथिको क्याप नखोलिकन झर्दैन। एकचोटि क्याप फेरि खोलेर हेरौँ। झऱ्यो झऱ्यो झऱ्यो। लुज कुलेन्टै छैन के हो। झर्दैन त। झरेन झरेन झरेन। पहिला बनाउने मान्छेले कतै कोही बनाउँदाखेरि हाम्रोमा लिक्विड ग्यासेट हालिदिन्छ। त्यही कारणले नै हुनसक्छ। लिक्विड ग्यासेट चाहिँ धेरै युज गर्नु हुँदैन। यहाँबाट झऱ्यो भने कुलेन्ट छ। रहेछ मान्छे पाल बन्द गर्थेन होला। निस्किन है निस्की। यस्तो अनि पाइप बानी बनाइरहेको छ लक्क ठाउँमा।
मान्छेहरू पनि के मात्र गर्छ हो। अब चाहिँ कुलेन्ट टाकाबाट आयो। सो यो कुलेन्ट चाहिँ रियुज गर्दैनौँ हामी, यसो नयाँ कुलेन्ट हाल्छ। किनकि कुलेन्टको नि लाइफ हुन्छ सकेसम्म चट्ट 6 महिना 8 महिनामा एकचोटि ड्रेन गरेर चेन्ज गरेको राम्रो, बाइक ओभरहिट प्रब्लम हुँदैन। माथिको कुलेन्ट चाहिँ सकियो। तलको कुलेन्ट बाँकी। खोला भयो जस्तो भयो। कुलेन्टको काम पनि सक्यो। धेरै बगेर बाहिर गयो। सो अब पालो छ रेक्टिफायरको। रेक्टिफायर निकाल्नु पऱ्यो। यसको रेक्टिफायरको ज्याक चाहिँ लास्ट भित्र हुन्छ। एज यु गाइज क्यान सी रेक्टिफायरको लाइन चाहिँ यहाँ हुन्छ। सो अब चाहिँ म यसको रेडिएटर खोल्न जाँदैछु। लास्ट गर्मी छ यार। रेडिएटर निकाल्न चाहिँ लास्टै सजिलो छ यो बाइकको। पहिला यहाँको क्लिप निकालौँ। सो बाइक पहिला बनाउँदाखेरि चाहिँ 10 ठाउँमा 10 थरीको नट हाल्दा रहेछ। यो भने खोल्न लास्ट यो हुन्छ। सबै ठाउँमा एउटै प्रकारको नट हाल्यो भने चाहिँ सजिलो हुन्छ। अब यहाँ अर्कै पाराको नट हाले छ, उता अर्कै पाराको नट हाले छ। यता 4 को इलिङ्की हालेको छ, उता 5 को इलिङ्की हालेको छ। यस्तो पाराले त अनि काम गर्ने पनि झ्याउ लाग्छ क्या। सबै ठाउँमा ठ्याक्क कम्पनीको ओरिजिनल नट भएको भए काम गर्न पनि सजिलो हुन्छ। बाइकै सर्यो पाइप निकाल्न खोज्दाखेरि। यो निकाल्यो, यो निकाल्यो। अनि यहाँ नट एउटा हुन्छ साइडमा, ठ्याक्क अपोजिट साइडमा। सो यो नट पनि फाइनली खोल्यो। यहाँबाट म यहाँ टुल्स खोज्नुपर्छ। टुल्स चाहिँ यताउता चिन्नेहरूले लैरहेको हुन्छ। त्यही कारणले टुल्स खोज्न यो पसलमा लास्टै झ्याउ छ। सो त्यहाँको नट खोल्यो। अब यहाँ एउटा माथि हुन्छ 10 mm को, यो पनि खोल्ने। यो बाइकमा चाहिँ अब अलि डिफिकल्टै बनाएको के कुरा काम गर्नलाई नि। अब नटहरू ओरिजिनल भएको भए चाहिँ काम गर्न पनि सजिलो हुन्थ्यो। सो यहाँबाट यो बुस्ट निकाल्यो भने चाहिँ अलिक सजिलो हुन्छ। बुस्ट निकाल्न पर्यो। बुस्ट आओ बुस्ट आयो। फाइनली हाम्रो रेडिएटर पनि निस्किन लागेको छ। अनि रेडिएटर निकाल्नलाई फेरि उताको पनि बुस्ट निकालिदिउँ। उताको बुस्ट पनि निकालेपछि अलिकति इजी हुन्छ। इजी एसएस। अब रेडिएटर निस्किन्छ, तर यहाँ किन निस्किरहेको छैन। यो पाइप पनि निस्किसक्यो, बट
रेडिएटर अलिकति जिद्दी भइरहेछ ल फाइनली हाम्रो रेडिएटर निस्किसकेको छ यहाँ रबरको बुट पनि हुन्छ रबरको बुट पनि निकालिसकेछौँ अब फ्यानको वायर निकाल्नु पर्यो फ्यानको वायर निस्क्यो अब अर्को काम भनेको उता कुलेन्ट रिजर्भरबाट पाइप निकाल्नुपर्छ अनि इजी एक्सेस हुन्छ अब यो कुलेन्टको पाइप बस्ने ठाउँमा पनि रिजर्भरको पाइपमा नि जुगाड लगाइरहेको छ तलान्तर हालेर ठिकै छ त्यो पनि निस्क्यो अनि कुलेन्ट पनि यसमा लास्टै पुरानो भइसकेको छ ल फाइनली रेडिएटर पनि निस्किसकेको छ सो फाइनली इन्जिन चाहिँ झरिसकेँ मैले एक्लैले गाह्रो बाइक लास्ट फोर्छ खोलौँ कि पहिला इन्जिन मजाले वास गरौँ भइरहेको पहिला इन्जिन वास गरेर आउनु पर्छ वास हुँदैछ पुरै डिटेलिङ वास सो देख्न सक्नुहुन्छ पुरै ध्वस्त छ अहिले चाहिँ इन्जिन टोटल्ली खोल्न भ्याइसक्यो यसको पिस्टन चाहिँ पुरै लुज पुरै लुज छ एउटा होइन दुइटै पिस्टन लुज छ बाइकमा चाहिँ फल्ट मोबिल नभएको बराबरै भनौँ पुरै खसिक्यो अनि यहाँ देख्न सक्नुहुन्छ बेरिङको केही नि बाँकी छैन एउटा हातले काम गर्न साह्रै गाह्रो बेरिङको नामिनेसन दुइटै डबल राइट यो क्र्याङ्क रिपेयर गरेर नि काम छैन